Hello everybody, good morning and welcome to my vlog. After a long time पछि म चाहिँ भ्लगमा आएको छु हैन। रात चाहिँ मेरो जस्तै काम छ, त्यही भएर चाहिँ मैले भ्लग बनाएर आएको। काम धेरै भएर चाहिँ हुन त एभ्रीडे काम धेरै हुन्छ, तर पनि आज चाहिँ यसो भ्लग बनाइदिउँ न। धेरै भयो भ्लग नबनाएको, 500 सब्स्क्राइबर पनि कम्प्लिट भइसक्यो। त्यसकै उपलक्ष्यमा एउटा भ्लग बनाइदिउँ न त भनेर चाहिँ मैले चाहिँ भ्लग बनाइरहेको छु हैन। मेरो चाहिँ यति धेरै किमाको चाहिँ मोमो बनाउनु पर्छ, एक्लैले बेलेर एक्लैले मोमो बनाउनु पर्छ। टोटल यसमा किमा मात्रै बक्यो मात्रै 3.5 केजी भन्दा बेसी होला। टोटल प्याज स्याज गर्दा 5 केजी चाहिँ छ। यसमा चाहिँ 5 केजी चाहिँ कम्प्लिटै छ हैन। अनि पिठो छिटो मुसेर चाहिँ मैले ल्याएर आइसक्यो। यत्रो पिठो छ हैन। अनि खानासाना सब पाकिसक्यो, एक्लैले बनाउनु पर्ने हुन्छ यति धेरै चाहिँ हैन। अनि मिजाहरू पनि रेडी सेडी गरेर आइसक्यो टक्कलर। अनि यहाँनिर यो चाउमिन पनि बोइल गरेर राखिदिन्छु, नुडल्स पनि हैन। काम सब त्यस्तै हो, धेरै छ काम। त्यही हो, मोमोसम्म बनाउनु पर्छ। प्याज काटेर आएको अलिकति पिरो भइरहेछ, त्यही कारणले गर्दा अलिक गाह्रो भइरहेछ हैन। त्यही हो, मोमोसम्म बनाउनु चाहिँ आज मेन काम भने चाहिँ मोमो बनाउनु हो। मिजाहरू चाहिँ मैले सब रेडी गरेर हानेर राखिदिइसक्यो। तर यसमा कोरिएन्डर चाहिँ रहन्छ, कोरिएन्डर चाहिँ अघि किमामा हाल्न सकेछ हैन। त्यही हो, तपाईँको अब चाहिँ मोमो बनाउनु सुरु गरिसक्यो हैन। पिठो छिटो टक्क मोलेर गोलासोला काटेर आफै बेल्ने आफै बनाउने बफ मोमो हो हैन। यत्रो ठुलो ट्रे छ एउटा, यसमा चाहिँ समथिङ 15 प्लेट जति मोमो, 15-20 प्लेटै अट्छ होला समथिङ, मलाई थाहा छैन हैन। पहिला सानो हुँदा चाहिँ अर्थ्यो धेरै, अहिले ठुलो अलिक ठुलो छ नि त पहिला भन्दा। म त्यो अलिक थोरै अट्न सक्छ योपालि चाहिँ। त्यही हो, अब कामसाम गरौँ होइन। पानी धोस्दै परिरहेछ, कस्टमर छैन, पुरै खाली छ। त्यही हो, हाम्रो चाहिँ मोमो बनाउँदै झोल मोमोकै अर्डर आएको छ होइन। त्यहाँदेखि डिस अर्डर चिकन झोल मोमो एउटा, बफ झोल मोमो 2टा। पुरा पानी परिरहेछ नि त ठुलो तरिकाले। त्यो तातो झोल मोमो चाहिँ अलिकति रमाइलो हुन्छ। यो मोमो चाहिँ मैले फाइनली एक ट्रे बनाइसकेँ। एक ट्रे बनाएर एक बोल सक्यो, एक बोलबाट नि अलिकति युज भइसक्यो होइन। अब मसँग भनेको चाहिँ 2 बोल राखेको चाहिँ 1 बोल, त्यसपछि 2 बोल यति छ। यसमा मोमो चाहिँ कतिवटा गएको छ त्यस्तै 14 प्लेट, 12-14 प्लेट जति गएको छ समथिङ। यसमा चाहिँ धेरै योपालिको मोमो अलिक ठुल्ठुलो बनाएको क्या मैले, त्यही भएर चाहिँ देख्दा सानसानो देख्ला तर ठुल्ठुलो बनाएको छ मोमो होइन। फेरि यसलाई फ्रिजमा हालेर, फेरि यो सेटिङलाई फ्रिजमा हालेर, त्यसपछि फेरि त्यसलाई पनि फ्रिजमा हालेर अर्को ट्रेमा तेल लगाएर फेरि मोमो बनाउनु पर्ने हुन्छ। मैले चाहिँ त्यही हो गरेर। चटलर यहाँ स्यान्डविच अर्डर आएको छ होइन, चिकन स्यान्डविच। जानुहोस् टक्क चिकन स्यान्डविच। फेरि एक ट्रे मोमो बनायो, फेरि अर्डर आयो होइन। अघि नै मोमो ठ्याक्क ठुलो ट्रेमा एक ट्रे मोमो बनाइसक्दा चाहिँ बफ मोमो र चिकन मोमो अर्डर आएको थियो झोलमा भने। अहिले चाहिँ सानो ट्रेले एक ट्रे मोमो बनाइसक्दा चाहिँ फेरि चिकन स्यान्डविच अर्डर आयो होइन। त्यही फेरि मैले अर्डर पठाइसक्यो। फेरि यो सब सेटिङलाई फेरि भित्र हालेर फेरि मोमो बनाउनु सुरु गर्नुपर्ने हुन्छ। फेरि अर्को ट्रेमा अब अर्को ट्रे बनाउँदा चाहिँ के अर्डर आउँछ है त। लेट्स सी, यो अर्को एक ट्रे नि मोमो बनाइसक्यो होइन। अब लास्ट मेरो किमा भने चाहिँ यति हो। यो मोमो बनाउँदै चटलर यहाँ अर्डर आयो। मैले लेट्स सी के हुन्छ हेरौँ भन्थ्यो नि त टक्कलर। यो अर्डर चाहिँ मैले पठाइदिइसक्यो, चिकन सिजलर, चिकन सी मोमो होइन। त्यसपछि चिकन स्टिम मोमो। यो चाहिँ फेरि प्याकिङ सिजलर पनि प्याकिङ, यहाँ चाहिँ फर्स्ट टाइम आएको छ प्याकिङ सिजलर होइन। त्यही मौकामा चाहिँ मेरो ठ्याक्क ब्राउन सस सकिरहेको थियो सिजलरको सस। सिजलर आउँदा चाहिँ मौकामा चौका हानेर टक्कलर ब्राउन सस पनि बनाएर राखिदिइसक्यो। मोमो लास्ट यति हो होइन, किमा लास्ट यति हो। यति बनाउनु पर्ने हुन्छ। मान्छेहरू आइरहेछ, अर्डर पनि आइरहेछ। अनि मिल्टी पनि पठाइसकेँ त मैले 3टा यो मिल्टी पनि पठाइसक्यो। मोमो बनाउँदै हो, अघिको अर्डर पछाडिको अर्डरहरू होइन। त्यही हो, मेरो कफी पनि सकिसक्यो। अब फेरि अब लेट्स सी के हुन्छ हेरौँ है त। हात लास्टै दुखेछ बेल्ला होइन, यति नै भएको छ। त्यही हो, टक्कलर मोमो बनाउँदा जस्तै अर्डर आएर होइन। दिस इज हाम्रो केओटी। यति धेरै केओटी आयो मोमो बनाउँदै। अहिले चाहिँ क्लोजिङ टाइम हुन लागिसक्यो, 8:30 भइसक्यो होइन। त्यो फेरि मोमो बनाउनु पर्छ। हाम्रो चाहिँ त्यति छ मोमो बनाउनु चाहिँ, हेर्नु सक्नुहुन्छ त्यति मोमो छ। अब चाहिँ टक्क किचन क्लोज गरेर सरसफाइ हाल्नु चाहिँ मोमो बनाउनु पर्ने त्यति लाग्नुपर्छ। त्यही हो गरेर टक्कलर तरकारी पाक्दैछ हाम्रो लुकुटी सामा। अहिले फाइनली मोमो बनाएर चाहिँ सकिसक्यो। अहिले चाहिँ कति भयो, 9:30 हुन लाग्यो होला होइन। यहाँ चाहिँ यति मोमो बनाउनु पर्ने थियो, हेर्न सक्नुहुन्छ यति मोमो टक्क बनाएर सक्यो। पिठो सक्यो, यति किमा चाहिँ स्टकमा रहेको छ होइन। यसलाई चाहिँ भोलि यसो खाजा नास्तामा यसो यसलाई बफ त्यो मन्चुरियन बनाएर हानिदिनु पर्ने हुन्छ है। त्यही भएर